यो निर्वाचनको पूर्व सन्ध्यामा तपाईँहरूले उम्मेदवारी खारेज किन गर्नुभयो भन्ने जहाँसम्मको सवाल छ। यो विषयमा उम्मेदवारहरूले मनोनयन पत्र दाखिल गर्दाखेरि नै हामीले उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण सो घोषणा मार्फत त्यो निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्छ र पेश गर्दाखेरि नै कसैले आफ्नो भएको यथार्थ विवरण सही विवरण नलेखेर अथवा भएको सत्य कुरा नलेखिकन ब्यौरा लुकाएर लेख्नुभयो भने त्यो चाहिँ छानबिनको विषय बन्छ भनेर हामीले त्यही बेला भनेकै विषय हो। र अहिले अन्तिममा आएर उहाँ जसको उम्मेदवारी खारेज भयो उहाँको विरुद्धमा उजुर पर्यो। उजुरी परिसकेपछि अनि के हो त विषयवस्तु र यसको यथार्थ सत्य तथ्य के हो भनेर हामीले विविध निकायमा मतलब चिठी पत्र आदान प्रदान गऱ्यौँ र गर्दाखेरि पनि उहाँ चाहिँ 79 सालदेखि विभिन्न कर्जा प्रवाह गर्ने निकायको कालो सूचीमा पर्नुभएको देखियो र कालो सूचीमा पर्नुभएको उम्मेदवारको उम्मेदवारी कायम राख्नलाई ऐनले दिँदैन, निषेध गर्छ र त्यसो भएको हुनाले पूर्व सन्ध्या अथवा अगाडि भन्ने कुरो भन्दा पनि जतिखेर उहाँको विरुद्धमा उजुरी पर्यो, उजुरी उप छानबिन भयो, उहाँलाई सफाईको मौका दिइयो। यदि तपाईँ कालो सूचीमा हुनुहुन्न भनेदेखि कृपया तपाईँको म छैन भनेर प्रमाण पेश गर्नुहोस् भनेर उहाँलाई उचित समय दिइयो। समय दिँदाखेरि पनि उहाँले म कालो सूचीमा छैन भनेर वस्तुगत प्रमाण पेश गर्न सक्नु भएन र कालो सूचीमा परेको देखिएको हुनाले उहाँको उम्मेदवारी खारेज भएको हो। अब अर्को सोल्टीको सन्दर्भ के तपाईँहरूको निर्वाचन सम्पन्न भइसक्यो हो भन्ने जहाँसम्मको सवाल आयो, म यहाँहरूलाई के प्रश्न पार्न चाहन्छु भने विश्वको निर्वाचन प्रणालीमा विश्वका जुन कुनै मुलुकमा पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाइन्छ, आमन्त्रण गरेर बोलाइन्छ, आह्वान गरेर बोलाइन्छ। बोलाइसकेपछि उहाँहरू आउनुहुन्छ। उहाँहरूलाई हामी यो जुन मुलुकमा निर्वाचन हुने हो त्यो मुलुकले चाहिँ आतिथ्यता प्रदान गर्नुपर्छ, उहाँहरूलाई मान सम्मान गर्नुपर्छ र उहाँहरूसँग हाम्रो मुलुकको निर्वाचनको वस्तुस्थिति यस्तो छ, हामी यसरी निर्वाचन गर्न गइरहेका छौँ, हाम्रो मुलुकको यति निर्वाचन क्षेत्रमा यति प्रतिसभा सदस्य चाहिँ निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ भनेर यथार्थ स्थिति जानकारी गराउनु पर्ने हुन्छ त्यो निर्वाचनको पूर्व सन्ध्यामा। र निर्वाचनको पूर्व सन्ध्यामा त्यति जानकारी दिइसकेपछि उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ र सोही बमोजिम भोलि निर्वाचन पर्यवेक्षणमा जानुहुन्छ र निर्वाचन आयोगले घोषणा गरेको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र निष्ठामा रहने निर्वाचन नेपालले गर्न सक्यो कि सकेन भनेर उहाँले पर्यवेक्षण गर्नुहुन्छ। पर्यवेक्षण गरिसकेपछि प्रतिवेदन दिनुहुन्छ। प्रतिवेदनले नै नेपालको निर्वाचन कति स्वच्छ र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो भन्ने कुरो उहाँहरूकै प्रतिवेदनबाट प्रश्न आउँछ र यो विश्वमा हरेक प्रजातान्त्रिक मुलुकमा अर्थात् यो चुनिने प्रक्रियामा विश्वास गर्ने मुलुकमा यो सबै सामान्य प्रक्रिया हो। त्यसैले उहाँहरूलाई सम्मान गर्नुपर्ने हुन्छ र उहाँहरूलाई आतिथ्यता प्रदान गर्ने प्रयोजनको लागि आज छोटो कार्यक्रम राखिएको हो। निर्वाचन सम्पन्न भएको होइन। निर्वाचन त भोलि 21 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान गर्ने हाम्रो समय त छँदैछ नि, घड्केकै छैन कि। अब मतगणना कहिले सकिन्छ भनेर भन्नुभयो। हाम्रो भौगोलिक अवस्था र स्थितिको विषयमा यहाँहरू असाध्य विज्ञ हुनुहुन्छ र हामीले अहिले के भनिरहेका छौँ भनेदेखि यो आकस्मिक रूपमा हुन लागेको निर्वाचन, यो निर्वाचन चाहिँ अलिकति हामी बढी खट्नुपर्छ, संवेदनशील हुनुपर्छ र हाम्रो पहाडी इलाका, हिमाली भूभाग लगायतका सबैबाट मतपेटिका सङ्कलन गर्न कति समय लाग्छ त्यो छिटोभन्दा छिटो सङ्कलन गर्ने हाम्रो प्रयास हुन्छ र अधिकांश छिटो आउन नसक्ने ठाउँको चाहिँ हेलिकप्टर मार्फत पनि हामी त्यो मतपेटिका सङ्कलन गर्छौँ र मैले पहिल्यैदेखि भनिआएको छु, मतलब आफ्नो तर्फबाट निवेदन गरिआएको छु कि यो मतपेटिका प्राप्त भएर मतगणना सुरु भएको लगभग 24 घण्टाभित्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गतको मत परिणाम हामी प्रकाशित गरिसक्नेछौँ र साथसाथै मतलब समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मत पनि गणना गरिरहेको हुन्छ र त्यो पनि छिटोभन्दा छिटो प्रकाशित गर्छौँ त्यसको परिणाम भनेर हामीले भनिराखेका छौँ। र यो हामीलाई भन्दा पनि यहाँहरूले नजिकै निगरानी राखेर हेर्न सक्नुहुन्छ। हामीले दिएको वचन बाचा कति पुरा हुन्छ यहाँहरूलाई नि यसको चाहिँ लेखाजोखा गर्ने सर्वाधिकार चाहिँ मैले यहाँहरूलाई नै सुम्पिएँ। अब अर्को उम्मेदवारी पक्राउको सन्दर्भमा यो कसरी हेर्नु पर्यो भनेदेखि यहाँहरूले अहिले आचार संहिता मात्रै हेर्नुभयो होला सायद। यो निर्वाचनको सन्दर्भमा आकर्षण हुने निर्वाचन कसुर तथा सजाय ऐन भन्ने पनि छ। निर्वाचन कसुर तथा सजाय ऐनले कुन कुन विषयलाई सम्बोधन गर्छ, आचार संहिताले कुन कुन विषयलाई सम्बोधन गर्छ र त्यो निर्वाचन कसुर तथा नियम ऐनले निर्वाचन कसुर तथा सजाय
संशोधन ऐनले सम्बोधन गर्ने प्रक्रियाको सन्दर्भमा कतिपय निर्वाचन आयोगले निर्णय गर्नुपर्ने हुन्छ, कतिपय निर्वाचन आयोगले खटाएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले कारबाही गर्नुपर्ने हुन्छ, कतिपय मतदान अधिकृतले कारबाही गर्नुपर्ने हुन्छ, कतिपय सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धानबाट पनि कारबाही गर्नुपर्ने हुन्छ। यो विषयगत रूपमा फरक हुन्छन्। त्यसो भए यी विषयहरू अहिले समावेश भएका छन्, पहिला समावेश भएका थिएनन् र कसको क्षेत्राधिकारभित्र यो पर्ने, कसले क्षेत्राधिकार ग्रहण गरेर यसलाई कारबाही गर्ने भन्ने कुरो चाहिँ यो हिजोबाट सुरु भएको विषय हो। यो एउटा किनारामा पुग्छ र नगद कारोबार अथवा नगदी मतलब विषयवस्तुको सन्दर्भमा आयोगले शून्य सहनशीलता प्रयोग गर्छ भनेर हामीले पहिलेदेखि नै घोषणा गरिआएका छौँ। यो विषयमा उचित समयमा उचित निर्णय भएर निकास पाउँछ, यहाँहरूलाई ढुक्क हुन मैले आग्रह गरेँ। र यो मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखि नै हामीले जे परम्परादेखि प्रचलन चलिआएको छ त्यसलाई अहिले हामीले परिवर्तन गरेका छैनौँ। पहिला पनि बाहिरी घेरामा नेपाली सेना, त्योभन्दा भित्री घेरामा सशस्त्र प्रहरी बल र त्योभन्दा भित्री घेरामा नेपाल प्रहरी रहेर मतपेटिकाको सुरक्षा गर्ने हो। अहिले पनि त्यसमा कुनै पनि कमा बिन्दु पनि परिवर्तन भएको छैन। सोही बमोजिम सुरक्षा घेराबाट यो सुरक्षा प्रदान गरिन्छ र मतपेटिका सङ्कलन लगायतका विषयवस्तुहरू पनि यहाँ धेरै कुराहरू आएको छन् कि आर्मीले अहिले मतपेटिका सङ्कलन गरेर उसले छुट्टै ल्याउने रे हो भन्ने पनि आएको छ। यो किञ्चित होइन, यसमा ढुक्क हुनुहोस्। अब साधन प्रयोग गर्नै पर्छ। आर्मीसँग नेपाली सेनासँग हेलिकप्टर छ। नेपाली सेनाको हेलिकप्टर बडो सुरक्षित र भरपर्दो छ भन्ने कुरो तपाईँ हामीले विश्वास गरेकै हो। अनि हामीले नेपाली सेनामा रहेको हेलिकप्टर मार्फत मतपेटिका सङ्कलन गर्छौँ भनेर भनिरहेका छौँ। अनि कतिपय ठाउँमा त के पनि मैले सुनेको छु भने होइन हेलिकप्टरमा त्यो मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे नि त भन्ने पनि सुनेको छु। त्यो किञ्चित होइन, हुनै छैन, कुनै हालतमा हुँदैन। त्यो किन हुँदैन मैले भनेर यहाँहरू समक्ष एकदम अठोटका साथ भने कि त्यो जब मतदानको प्रक्रिया सम्पन्न हुन्छ, सम्पन्न भएपछि दलको उम्मेदवारको पनि त्यहाँ प्रतिनिधि हुनुहुन्छ र त्यो मतपेटिका सिल गर्ने बेलामा त्यो दलको उम्मेदवारको प्रतिनिधिको पनि एउटा कुनै न कुनै चिन्ह अङ्कित त्यहाँ लाछाप लागेको हुन्छ र मतगणना गर्ने बेलामा त्यो लाछाप लागेको छ कि छैन उहाँहरूले हेरेर बुझेर ल मेरो प्रतिनिधि यहाँ रोगरमा रहेछ भन्ने देखेर सबै ठिक छ भनेर मुचुल्का बनाइसकेपछि बल्ल मतगणनाको कार्यक्रम सुरु हुने हो। त्यसकारण यी आदि यो सबै शङ्का र उपशङ्काका विषयवस्तुहरूलाई प्रश्नवाचक विषय बनाउनु हुँदैन। त्यसो भए हुनाले यसमा चाहिँ कुनै सत्यता छैन भनेर मैले आग्रह गरेँ। अनि यो कति ठाउँमा यहाँहरूले संवेदनशील र कति ठाउँमा सामान्य भनेर विश्लेषण गर्नुभएको छ भन्ने पनि जिज्ञासा आयो। मैले यसलाई कसरी सम्बोधन गरौँ भने निर्वाचनको सन्दर्भमा सबै संवेदनशील, सबै सामान्य हुन्छन्। कतिपय उच्च जोखिम भनेर हामीले पहिचान गरेको विषयहरू सामान्य भएर जान्छ, कति सामान्य ठाउँमा पेचिलो भन्छ। त्यसकारण अहिले हाम्रो चाहिँ विश्लेषण के छ भनेदेखि सबै सामान्य नै हुन्छन्, सबै एकदम स्वच्छ र एकदम निष्पक्षपूर्ण शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। अब मतदानको दिनको सुरक्षा भन्ने कुरो यहाँ दोहोरो प्रश्न आयो। मैले कि अहिले सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन भएको देखियो, त्यसकारण के यहाँ अति संवेदनशील भएर यसरी सुरक्षाकर्मी परिचालन भएको हो र विभिन्न किसिमका मोटरहरू पनि सडकमा देखिए नि त भन्ने जहाँसम्म सवाल आयो। यो अहिले हामीले कसरी बुझ्नु पर्यो भने निर्वाचन घोषणा भएकै मितिबाट विद्रोह स्वरूप पुरानो भइरहेको सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर अनिखेरि घोषणा भएको निर्वाचन हो र पुरानो र नयाँ शक्तिलाई निर्वाचनको सन्दर्भमा समन्वय गरेर एउटै लयमा ल्याउने प्रयोजनको लागि सुरुदेखि नै सुरक्षाको संशय जहिले पनि छँदै थियो र सुरक्षाको सन्दर्भमा कसैले शङ्का आशंका गर्नु पर्दैन। सरकारले सुरक्षा निश्चित रूपमा प्रत्याभूत गर्छ भनेर हामीले पहिलेदेखि भनिआएको विषय हो र अलि सरकार बढी यो सुरक्षाको सन्दर्भमा संवेदनशील भएर सुरक्षाकर्मी बढी परिचालन भएको होला। तर यो परिचालन नराम्रो लक्षण होइन, राम्रै लक्षण हो। विभिन्न ठाउँमा विविध किसिमका घटना परिघटनाहरू घट्न सक्छन्, त्यसलाई बेलैमा पहिचान गरेर नियन्त्रण गरियो भनेदेखि शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि सरकार पनि लागिपरेको होला। निर्वाचन आयोगले त आफ्नो संवैधानिक दायित्व पुरा गरेर लागिपरेकै छ। अब मौन अवधिको बेलामा के निर्वाचन आयोग पनि मौन बसेको हो भन्ने पनि सवाल आयो। मौन बसेको किञ्चित होइन,
निर्वाचन आयोग निर्वाचन व्यवस्थापन लगायत निर्वाचन प्रक्रियाको सन्दर्भमा अति संवेदनशील भएर लागेको चाहिँ यहाँहरू देखिरहनु भएको छ। हामी निर्वाचन आयोगको टिम अहोरात्र खटिरहेका छौँ र निर्वाचन सम्पन्न गर्ने एउटै अन्तिम अर्जुन दृष्टि हाम्रो भएको हुनाले हामी सुतेका छैनौँ, निदाएका छैनौँ, मौन बसेका पनि छैनौँ, काम गरिरहेका छौँ। तर अब मौन नबसिकन अलि बढी हल्ला गर्न नि त भएन नि। त्यसो भए हुनाले हामी मौन बसेका होइनौँ, एकदम सक्रियपूर्वक कार्य सम्पादन गरिरहेका छौँ भन्ने मैले जानकारी गराएँ। अनि मत खस्ने अनुमानको सन्दर्भमा के छ भनेर भन्नुभयो। अहिले हामीले अलिकति के विश्वास गरेका छौँ भनेदेखि यो निर्वाचनको मिति घोषणा भइसके पछाडि मतदाताहरू थुप्रै सङ्ख्यामा यहाँ समावेश हुनुभएको छ। समावेश भएपछि नयाँ युवाहरू नयाँ जोस र उत्साहका साथ प्रवेश गर्नुभएको छ। त्यसो भएको हुनाले अहिले निर्वाचन शिक्षा लगायतका सबै निर्वाचन अगाडि गर्नुपर्ने काम कर्महरू सबै सम्पन्न भइसकेका छन् र सबै उत्साही व्यक्तिहरूको निर्वाचनप्रतिको जुन एउटा उत्साह छ त्यो उत्साह देख्दाखेरि हामीले अहिले मत खस्ने परिणाम पनि प्रतिशतमा बढ्छ र निर्वाचन शिक्षा पनि राम्रोसँग परिचालन भएको हुनाले बदर हुने प्रतिशत पनि घट्छ भन्ने कुरो हामीले विश्वास गरेका छौँ। यो यहाँहरूले विश्लेषण गरेर लेखेकै विषयवस्तु भएको हुनाले यसलाई मैले धेरै व्याख्या गरिनँ होइन। अनि सायद मलाई लाग्छ अर्को कोही उम्मेदवारको उम्मेदवारी खारेज हुँदैछ भनेर पनि भन्नुभयो होला। मलाई पनि दिउँसो थुप्रै त्यस्ता फोनहरू आएका थिए। खोइ निर्वाचन आयोगमा खारेजी गर्ने र कायम गर्ने सन्दर्भमा केही उजुरी शिकायत परेको हामीले अहिलेसम्म देखेका छैनौँ। यदि त्यस्ता उजुरीहरू परे र वस्तुगत प्रमाणको आधारमा विश्लेषण गर्दाखेरि सही ठहर्यो र कानुनले अयोग्य ठहर्यो भने त कानुन बमोजिम निर्णय हामीले नै गर्नु पर्ला। अब उम्मेदवारहरूले त्यसलाई सहनु पर्ला। यो विषयलाई मैले अहिले यति भने यहाँभन्दा धेरै भनिरहनु परेन। अनिखेरि यो निर्वाचन बिथोल्ने भूमिगत तत्त्व छ र यत्रो सुरक्षाकर्मी भनेर पनि भन्नुभयो। अहिले त्यस्तो पहिचान भएको छैन। यदि यस्तो छ भनेदेखि यो चाहिँ शान्ति सुरक्षा हेर्ने सरकारको निकायले पहिचान गरे होला। हामीले निर्वाचन आयोगले निर्वाचन बाहेक अरू केही पनि देख्दैन। शान्ति सुरक्षा प्रदान गर्ने काम सरकारको हो, निर्वाचन गराउने काम निर्वाचन आयोगको हो र संवैधानिक दायित्व बमोजिम हामी निर्वाचन सम्पन्न गर्ने प्रयोजनलाई अगाडि बढिराखेका छौँ। अब यो मेटा र टिकटक लगायतका विषयमा हाम्रो सचिवजीले अघि व्याख्यात्मक रूपमा भनिसक्नुभयो। मैले यो विषयलाई फेरि दोहोऱ्याएर सम्बोधन गरिनँ र यो अहिले अलि पेचिलो र चोटिलो विषय भएको र यहाँहरूले अलि बढी जिज्ञासा राख्नुभएको र आयोगले पनि अलि संवेदनशील भएर हेरेको र दलका नेताहरूले पनि अलि विशेष परिस्थितिले यसलाई सम्बोधन गर्नुभएको निर्वाचन अगाडिको मत सर्वेक्षण गर्न पाइँदैन। कानुनले निषेध गर्छ, आचार संहिताले निषेध गर्छ। मत सर्वेक्षण कुनै हाल पनि गर्नु हुँदैन। सुरुदेखि नै हामीले भनिआएको हो, कानुनमा त्यही व्यवस्था छ र हामीले आचार संहिता नै त्यही व्यवस्था राखेको हो। तर जबरजस्त कुनै ठाउँबाट अथवा कुनै सञ्चार क्षेत्रबाट यसलाई चाहिँ मत सर्वेक्षण गरेर परिणाम यस्तो हुन्छ र फलानले जित्यो र फलानले हार्यो भनेर आफैले घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो? हामी चुप लागेर बस्ने अनि सञ्चारकर्मी साथीले त्यही घोषणा गर्दै भइहाल्यो नि। त्यसो भए हुनाले यो हुँदैन। यो हामी अति संवेदनशील छौँ र यसमा चाहिँ हामीले प्रेस काउन्सिलसँग पनि कुरा गरिसकेका छौँ र निर्वाचन आयोग पनि यसमा संवादमा छ र अदालती विषयवस्तु पनि बनिसकेको विषय पनि छ र अरू अदालती विषय बनि नसकेको तर अन्यत्रबाट पनि यस्तो मत परिणाम चाहिँ मतदाताले मत खसाल्नै पाएको छैन, मतदान गर्नै पाएको छैन, अन्यत्र क्षेत्रबाट मतको परिणामको घोषणा गरेर फलानु विजयी र फलानु पराजयी भन्ने जुन हाम्रो घोषणा गर्ने परिपाटी रह्यो यो विषयमा आयोग असाध्यै संवेदनशील छ। उचित समयमा उचित निष्कर्षमा पुग्ला नै। मैले यति नै भने त्यो निष्कर्षमा नपुगी नहुने स्थिति छ र हरेक निर्वाचन पूर्व हरेक पटकको निर्वाचन यो विषय आउँछ, पेचिलो बन्छ, टटकारो बन्छ। अब चाहिँ हामीले यो पटकको निर्वाचन अब सदाको लागि यो निर्वाचन पूर्व मत सर्वेक्षण गर्न पाउने कि नपाउने भनेर यो चाहिँ निम्टारै गरेर छोड्ने अठोट चाहिँ अहिलेको निर्वाचन आयोगले लिएको छ र सायद मलाई लाग्छ अदालती विषयवस्तु र अदालतले निम्टारा गर्नुपर्ने विषयवस्तु बनिसकेको हुनाले अदालतले पनि आफ्नै ढङ्गले निम्टारा गर्ला उचित समयमा र यो विषय चाहिँ सधैँको लागि निम्टारा हुनुपर्ने विषय र कसैले मान्दिन भनेर त्यसलाई चाहिँ अस्वीकार गर्ने कानुनले छुट दिन्छ जस्तो मलाई लाग्दैन। मैले अहिले यति नै भन्न चाहेँ, योभन्दा बढी व्याख्या नगरौँ र यहाँहरूले जुन जोस उत्साह र उमङ्गका साथ अब निर्वाचनको पूर्व सन्ध्यामा यो निर्वाचन चाहिँ ठ्याक्कै तोकिएको समयमा तोकिएको मितिमा सबै मतदाताहरूले उत्साहपूर्वक मतदान गर्नुहुन्छ भन्ने सन्देश लिएर जाने प्रयोजनलाई यहाँहरू जुन निर्वाचन आयोगमा उपस्थित हुनुभयो, छोटो समयको सूचनामा पनि उपस्थित भएर निर्वाचन आयोगलाई जसरी सहयोग गर्नुभयो र निर्वाचनप्रति यहाँहरू सञ्चारकर्मी साथीहरूको जुन निष्ठा छ यो प्रति निर्वाचन आयोगले धन्यवाद
व्यक्त गर्दछ र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई धन्यवाद छ र यसै गरी निर्वाचन सम्पन्न भनेको मत परिणाम घोषणा सम्पन्न भइसकेपछि निर्वाचन सम्पन्न हुने हो त्यो बेलासम्म यहाँहरू चाहिँ निर्वाचन आयोगसँग जोडिरहनु हुनेछ भन्ने मैले आग्रह गर्दै यो आजको यहाँहरूको सँगको जुन भेटघाट कार्यक्रम यही सम्पन्न भएको घोषणा गर्न चाहे। धन्यवाद, नमस्कार।